आदरणीय दर्शकबिन, हामी यति बेला आज असार 15 2082 सालको असार 15 गतेका दिन हामी आज खास गरी राष्ट्रिय धान दिवस मनाइरहेका छौँ। लुम्बिनी प्रदेशको राजधानी दाङ देउखुरको राप्ती गाउँपालिका वडा नम्बर 6 स्थित हामी पत्थरगढवा जाने बाटोको यो सर्वोदय माध्यमिक विद्यालयको जग्गामा आज धान रोपाइ हुँदैछ। खास गरी राप्ती गाउँपालिका कृषि शाखाको आयोजना र सर्वोदय माध्यमिक विद्यालयको व्यवस्थापन र राप्ती प्रेस मञ्चको आयोजनामा यति बेला हामी यो राष्ट्रिय धान दिवस मनाइरहेका छौँ। र राष्ट्रिय धान दिवस मनाइरहँदा राप्ती प्रेस मञ्चका पत्रकार साथीहरू, त्यसै गरी कृषि शाखाका प्रमुखहरू, त्यसै गरी यहाँ विद्यार्थीहरूको थुप्रो उपस्थिति रहेको छ। हामीले कर्मैसा छोटो छोटो हामी थोरै कुराकानी गर्नेछौँ। यति बेला मसँग राप्ती गाउँपालिका कृषि शाखा प्रमुख बर्साती गडरियाजी हुनुहुन्छ। तपाईँलाई सर्वप्रथम स्वागत छ। धन्यवाद। खास गरी आज हामी राष्ट्रिय धान दिवस मनाइरहेका छौँ। यो राष्ट्रिय धान दिवसको महत्त्व, आवश्यकता के हो? यो मनाउनै पर्छ भन्ने हो कि अथवा यसलाई विभिन्न सामाजिक सञ्जालमा यो अलिकति भड्किलोको फोटो खिच्ने, फेसबुकमा हाल्ने, अनि चाहिँ किसानलाई हौसलाभन्दा हतोत्साहित हुने भयो भन्ने खालको आरोप छ। खास गरी राष्ट्रिय धान दिवस मनाउनुको अर्थ के हो? छोटोमा आफ्नो भनाइराखिदिनुहोस् न। धन्यवाद हजुरलाई। यो खासमा राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाउने पर्ने भाषा यो नेपालको खाद्यान्न बालीको मुख्य बाली धान भएको हुनाले र यसले धार्मिक, सांस्कृतिक, सामाजिक रूपमा चाहिँ महत्त्व राखिएको हुनाले चाहिँ विक्रम सम्वत 2061 सालदेखि 61 साल असार 15 गतेदेखि यसको मनाउन चाहिँ सुरुवात भएको हो। तसर्थ यस वर्ष पनि धान बालीमा सघनता र खाद्य सुरक्षा र आत्मनिर्भरता भन्ने मूल नाराका साथ 2082 सालको राष्ट्रिय धान दिवस मनाउन लागेको हो। र यो भन्नुहुन्छ भने यो चालु आर्थिक वर्ष 81-82 मा नेपाल सरकारले करिब 7,53,000 मेट्रिक टन धान चाहिँ आयात गरेको छ र त्यसलाई चाहिँ पैसामा कन्भर्ट गर्नुहुन्छ भने 38 अरब 94 करोड रुपियाँ बराबरको चाहिँ धान आयात भएको छ। त्यहीलाई मध्यनजर गरेर हामीले यो धान दिवस मनाउने किसानहरूको मनोबल उच्च गर्नको लागि यो धान दिवस मनाउने प्रसङ्ग भएको छ। र यसै सन्दर्भमा राप्ती गाउँपालिकालाई आत्मनिर्भर बनाउने उद्देश्यले खाद्यान्न बालीमा चालु आर्थिक वर्षमा लगभग 84 हेक्टर क्षेत्रफलमा धान खेती विस्तार गर्ने उद्देश्यले लगभग 42 क्विन्टल चाहिँ उन्नत जातको धान बिउ वितरण पनि भएको छ। र साथै यही चालु आर्थिक वर्षमा हामीले धान खेती गर्ने किसानहरूको मनोबल उच्च राख्नको लागि बढी धान फलाउने कृषकहरूलाई चाहिँ पुरस्कृत गर्ने कार्यक्रम पनि हामीले सञ्चालन गरेको हो। धन्यवाद बर्साती गडरियाज्यू। थप कुरा केही छ भने? र यसलाई चाहिँ चालु आउने आगामी आर्थिक वर्षमा पनि यस्ता कार्यक्रम चाहिँ निरन्तर राखिएको छ भन्ने जानकारी गराउँछु। धन्यवाद। एकदम हामी कृषि शाखा प्रमुखज्यूबाट भनाइ लिएका छौँ। यसपछि हामी जुन परिसरमा यो धान दिवस मनाइरहेका छौँ, खास गरी यति बेला 3वटा खास गरी सर्वोदय माध्यमिक विद्यालयको यो क्षेत्रभित्र विद्यालयको विशेष व्यवस्थापनमा यहाँ राप्ती गाउँपालिकाका कृषि शाखा कर्मचारीहरू, जनप्रतिनिधिज्यू, त्यसै गरी शिक्षक, त्यसै गरी विद्यार्थी र राप्ती प्रेस मञ्चका पत्रकार साथीहरूको उपस्थितिमा यो राष्ट्रिय धान दिवस मनाइरहेका छौँ। र गए रातिदेखि नियन्त्रणमा झरी परेको छ। केही साथीहरू हामी रेनकोटमा छौँ, केही साथीहरू रुच्दै पनि यो राष्ट्रिय धान दिवसमा जुटिराख्नु भएको छ। खास गरी यो सर्वोदयमा राष्ट्रिय धान दिवस कसरी मनाइरहेका छौँ, यहाँ